सुनिल स्मृति गाउँपालिकाको वडा नम्बर 3 मिजिङ स्थित श्री चन्द्रप्रभा माध्यमिक विद्यालयको प्राङ्गणमा 67औं वार्षिक उत्सव समारोहका अध्यक्षज्यू अर्थात् सुनिल स्मृति चन्द्रप्रभा माध्यमिक विद्यालयका विवेश अध्यक्षज्यू र यस कार्यक्रममा उपस्थित धेरै पुरानो उहिले गाविसको अध्यक्ष निवर्तमान अध्यक्ष हुँदै गर्दा म गाविसको उपाध्यक्ष हुँदै गर्दा धेरै पुरानो संगत र उपस्थित निवर्तमान गाविस अध्यक्ष भूपनारायण घरतीज्यू, भूमि आयोगका जिल्ला अध्यक्षज्यू र सुनिल स्मृति गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्षज्यू र कार्यपालिकाका सदस्यज्यूहरू र उपस्थित यस मञ्चमा आसीन विभिन्न अतिथि राजनीतिक दलका अतिथिज्यूहरू र यस विद्यालयका विवेश अध्यक्ष सदस्यज्यूहरू, अभिभावक संघका सम्पूर्ण पदाधिकारीहरू, उपस्थित सम्पूर्ण अभिभावक ज्यूहरू र यस चन्द्रप्रभा माविका सर म्याडमहरू र मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा सुनिल स्मृति गाउँपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट सबैलाई नमस्कार। म आज यो तिहारको बेला यो जुन आजको दिन चन्द्रप्रभा माध्यमिक विद्यालयले वार्षिक उत्सवको सुरुवात गर्नुभयो र मलाई लाग्छ वार्षिक उत्सव एउटा खुसियालीमा त्यो विद्यालयले गरेका एक वर्षभरिको गतिविधिहरूलाई, विद्यार्थीका क्षमताहरूलाई, विद्यार्थी गर्न सक्ने उसले के काम गर्न सक्छ, उसले पढ्ने कि कला क्षेत्र जाने कि खेलकुदतिर जाने कि विद्यार्थीलाई बाबुआमाहरूले उसका नतिजाहरू कस्तो खालको चाहिँ गरिराखेको छ त्यो कुरा देखाउनका निम्ति, त्यो कुरा तपाईहरु अभिभावकसँग त्यो शिक्षकहरूले पढाएका त्यो विद्यार्थीले पढेका कुराहरूलाई प्रत्यक्ष चाहिँ तपाईहरुको अगाडि देखाउनका निम्ति जुन खालको उत्सवको आयोजना गरेर प्रत्येक सुनिल स्मृति गाउँपालिकाका प्रत्येक विद्यालयहरूमा वार्षिक उत्सव मनाउने गरिन्छ। त्यसैको उपलक्ष्यमा त्यसैको लागि आज यो सुनिल स्मृति गाउँपालिकाको चन्द्रप्रभा माध्यमिक विद्यालयले तपाईहरु अगाडि सुन्नुभयो यो विद्यालयको प्रधानाध्यापकले एक वर्ष यो विगतदेखि अहिलेसम्मको उहाँहरूले गरेका आर्थिक क्रियाकलापहरू त्यो विद्यालयमा बचे के काम गर्ने कति आर्थिक कार्यभार भयो भन्ने कुरा प्रश्नसँग राख्ने गर्नुभयो र आज मैले त्यो कुरा सुन्न पनि पाएँ। तर विद्यालयमा त्यस्तो खालको बजेट आउने, कतैबाट चाहिँ पैसा दिने र त्यो पैसालाई बचत गरिकन राख्ने होइन। तर आज यो विद्यालयले मैले आज सुन्दै गर्दा चान्चुन चाहिँ 63 लाख बराबरको चाहिँ पैसा अहिले यहाँ धेरै जागरण अभियानदेखि लिएर विभिन्न भैलोबाटै तपाईको चाहिँ लगभग 37 लाख जति पैसा उठेको छ र अक्षय कोषको गरिकन धेरै पैसाहरू यहाँका अभिभावकहरूले, यहाँका नागरिक समाजले, यहाँका बौद्धिक तबकाले जुन खालको विद्यालयप्रति जुन खालको सोच विचार राखेर चाहिँ स्कुललाई बनाउनु पर्छ, गर्नुपर्छ भन्ने जुन उद्देश्यले गर्नुभयो, म यसको लागि सबै नागरिक समाजलाई, बौद्धिक तबकालाई, यो सरोकार राख्ने मान्छेहरूलाई सुनिल स्मृति गाउँपालिकाको तथा हृदयदेखि धन्यवाद आभार प्रकट गर्न चाहन्छु। र तपाईँ हामी सबैलाई थाहा छ हिजो यो धेरै पुरानो कुरा, हिजो राणाहरूले स्कुल खोल्न नदिएर, स्कुल नपाएर हामी रोल्पाबाट अगाडि भूपनारायणजीले भन्ने गर्नुभयो खुमेल हुँदै, प्युठान हुँदै, काठमाडौँ हुँदै बाहिर पढ्न जाने विद्यार्थी हामी 5 क्लासदेखि माथि सबै बाहिर जानु पर्थ्यो। त्यसकारण गर्दा हामी स्कुल खोल्यौं। स्कुल कस्तो अवस्थामा खोल्यौं भने रुखको बोट मुनि पढ्ने, तपाईहरु अगाडि हेड सरले भन्ने कुरा सुन्नुभयो, हाम्रा स्कुलहरू गोठबाट चाहिँ रुखको छरामा बसेर हामी आफै पनि चाहिँ पढ्दै गरेर सायद मेरो अगाडि मञ्चमा बस्नुभएको छ सबै सरले रुखको फेदमा बसेर विद्यार्थीले पढाएका सरहरू यही हामीसँग हुनुहुन्छ। अहिले आज सम्मानका भागीदार बन्नु भएको छ। हामी त्यो अवस्थाबाट अहिले हाम्रा कस्ता स्कुल बनायौं त हामीहरूले, तपाईँ हामी सबैले देखेका छौं। अहिले यत्रो जग्गा दान गर्ने मान्छेहरू, जग्गा दाताहरू सबैले सम्मान गरेका छौं। यो वार्षिक उत्सवले त्यस्तो खालको माहौल सिर्जना गर्यो र तपाईँ हामी देख्दै गरेका छौं।
त्यसैले गर्दा चाहिँ हामी त्यो अवस्थाबाट अहिलेसम्म आउँदा अब हाम्रो शिक्षा कस्तो गराउने, हामी अब शिक्षा कसरी लैजाने, हामीले यो शिक्षालाई यो हामी सुनिल स्मृति गाउँपालिकामा अगाडि अलिकति कुरा कोट्याउने गर्नुभयो। यो विगतमा चाहिँ स्कुललाई सबै मान्छेले राजनीतिक थलो बनाइसकेपछि सुनिल स्मृति गाउँपालिकाले राजनीतिक गर्ने मान्छेलाई स्कुलभित्र नो इन्ट्री आउन पाइन्न, कसैले पनि राजनीतिक चाहिँ संगठन माग्न आयो भने त्यहाँ दिन मिल्दैन भनेर पालिकाले निर्णय गरेको छ। र त्यो पालिकाको निर्णयमा कसैले गर्छ भने त्यो हेडमास्टर अप्ठ्यारो पर्यो भने हामी कहाँ खबर गर्नुहोस्। र पालिका यो गाउँ यो स्कुलभित्र आएर चाहिँ राजनीति गर्ने, संगठन बनाउने, भाषण गर्ने त्यो गर्नु चाहिँ टोटल बन्द गर्न चाहिँ हामी भनेका छौँ। र यो विवेशाले चाहिँ विद्यालय व्यवस्थापन समितिले उसको अधिकार प्रयोग गरिकन विद्यार्थीको क्षमता कसरी विकास गर्ने, समाजका अभिभावकहरूलाई आफ्नो छोराछोरी कहाँ गएर बसेको छ, के खेरेको छ, के गरिरहेको छ, यहाँ अहिले हाम्रा तथ्याङ्कहरूमा विद्यार्थीहरू अहिले अलिकति लागु औषधतिर अलिकति चाहिँ खराब नियतमा गएका केही तथ्याङ्कहरू हाम्रो पालिकामा सङ्कलन भएका छन्, तर सबै त छैनन्। तर त्यस्ता पनि चाहिँ त्यो कार्यक्रम हामी पटक पटक गर्ने गरेका छौँ। त्यो अलिकति शिक्षकले, अलिकति अभिभावकले सबैले सोचेर चाहिँ मेरो विद्यार्थीले के गरिरहेको छ, मेरो नतिजा के छ, मेरो छोराले कसरी पढिरहेको छ भन्ने कुरालाई चाहिँ अभिभावकले राम्रोसँग गम्भीर भएर सोध्नुभयो भने आफ्नो छोराले चाहिँ रिजल्टको परिणामहरू कस्तो आएको छ। आज सबैका बाबुआमा आउनु भएको छ, यहाँ छोरा साना नानी बाबुहरू कति मिठा मिठा नाचहरू नाचे, देशभक्तिका नाचहरू, विद्यालय पठन पाठन गर्ने कुराहरूदेखि लिएर सबै कुरा तपाईँ हाम्रो अगाडि देखाउनु। सबैको मनमा छ नि त मेरो छोरी पनि यस्तै नाचोस्, मेरो छोरा पनि यस्तै नाचोस्। यहाँ ताइक्वान्डो देखाइदिनु भयो, ल मेरो छोराले त्यस्तै कराटे हानोस्, काटा हानोस्, त्यो सबैको मनमा छ, सबैको इच्छा छ, सबैको चाहना छ। कोहीले पनि मेरो छोरा कमजोर बनोस्, मेरो छोरा लुते बनोस्, यसले केही गर्न सक्यो भन्ने कसैको पनि मनमा छैन। त्यस कारण गर्दा सबै अभिभावकले पनि मेरो छोराले त्यो स्कुलमा गएर के गरिरहेको छ, कस्तो गरिरहेको छ भन्ने कुरालाई सोध्न सकियो भने सायद यसले राम्रो रिजल्ट। मलाई अलिकति तहरसँग अलिकति समय त अलिक छोटो छ, जाडोले त खाइसकेको छ, तैपनि म आफू 74 देखि स्थानीय सरकार लागू भयो नेपालमा, गाउँ गाउँमा सिंहदरबार भन्ने चाहिँ एउटा सबैको आयो, त्यो कुरा आयो र हामी सबै लाग्यौँ, सबै गयौँ र हामी पनि छौँ। हामीले स्कुलमा हिजो द्वन्द्व ठुलो बम बारुद चले, बम गोला चरे, मान्छे चाहिँ हिँड्दै बाटोमा मरे, हरेक कुरा भयो। स्कुल पनि त्यस्तै खालको भयो, सर म्याडमहरू त्यस्तै खालको हुनुभयो, हाजिरी नगरिकन स्कुलै नआइकन हाजिरी गरेर बस्ने अवस्था सिर्जना भयो। र एसएलसी को परीक्षा, कक्षा 8 को परीक्षा, कक्षा 5 का परीक्षामा रिजल्ट शून्य खालको थियो। हामी आउटै गर्दा पनि, हामी 79 मा आउटै गर्दा पनि हामीलाई त्यस्तो खालको अप्ठ्यारो स्थिति सिर्जना थियो। तर अहिले हामी जुन आइसकेपछि अहिलेसम्मको रिजल्ट हेर्दै गर्दा शिक्षकहरूले धेरै मेहनत गर्नुभएको छ, धेरै कोसिस गर्नुभएको छ। घर बस्ने विद्यार्थीहरूलाई घर जाने को के कति कारणले घरबाट स्कुल आएन, त्यसको अवस्था कस्तो छ के छ भनिकन चाहिँ यहाँका नागरिक समाज पनि लाग्नु भएको छ। यो प्रत्येक वडामा चाहिँ सबै मान्छेले त्यस्तो खालको अवस्थाहरू छ, कापी किन्ने छैन, कलम किन्ने छैन, त्यसमा उसलाई खाना लाउनको चाहिँ समस्या छ भने पालिकाले, सङ्घ संस्थाले, हामीसँग सङ्घ संस्थाहरू पनि छन्, पालिका पनि छ र वडा पनि छ, हामी त्यसलाई व्यवस्थापन गरिकन स्कुल छुटाउनु न भन्ने योजनाका साथ हामी अगाडि बढेका छौँ। र त्यस कारणले सर म्याडमहरू बढी लाग्नु भएको छ। अहिले हाम्रो रिजल्टमा नि परिणामहरू तल छैन, बढ्दै आएको छ। त्यस कारणले यो वार्षिक उत्सवले जुन खालको आज यो नृत्य, हाजिरी जवाब प्रतियोगिताहरू, वक्तित्व कलाहरू, जुन विद्यार्थीको क्षमता, उसले अहिले विद्यार्थी भनेका काँचो माटोहरू, साना भक्करका कलिरा हुन्। हामी पनि हिजो यस्तै पढ्दै गर्दा मेरो उद्देश्य के छ, मेरो लक्ष्य के छ, उसले अहिले तयार गर्छ। त्यस कारणले गर्दा सबै अभिभावकहरूले, जुन अभिभावकले निजी विद्यालयमा पढाउनै गर्दा, लैजानै गर्दा एकजना बुहारी, एकजना छोरी, एकजना नातिनलाई चाहिँ राखेर दिनमा लगेर नास्ता खुवाउनुहुन्छ, दिनमा गएर 3 पटक लिन जानुहुन्छ, लैजानुहुन्छ। तर सामुदायिक विद्यालयहरूमा, हाम्रा विद्यालयमा तपाईहरुले घरबाट झोला बोकेर रुँदै चिच्याउँदै मास्टरको जिम्मा लिएर पठाउनुहुन्छ, तर विद्यार्थी कहाँ गइरहेको छ, के गरिरहेको छ त्यो ख्याल गर्नुहुन्न। अभिभावकले पनि मेरो काम, मेरो कर्तव्य, मेरो छोरा कहाँ गयो, स्कुल गयो कि गएन, त्यसलाई ख्याल गर्नु भने भोलि हामीले छोरा जन्माउने मात्रै होइन, उसलाई बाटो दिशा दिने पनि हो। र त्यसरी अगाडि बढ्यो भने सायद हामीले खोजेको यो त धेरै लामो समय लाग्छ। 67 वर्ष पार गर्दा हामी भर्खर 2-4 जना मान्छेहरू अलि नेता भन्ने यस्ता अलि चाहिँ जोस मञ्चमा आएर 2-4 कुरा गर्न सक्ने यस्ता बनेका छौँ। तर अबका पछि निस्किने मान्छेहरू सबै मान्छे यहाँ पढ्ने विद्यार्थी सबै नेता बनोस्, सबै
इन्जिनियर बनोस्, सबै डाक्टर बनोस्, सबै पाइलट बनोस्, यस्तो खालको निकाल्ने गरी हामी सबै समाज तब हामी सबै लाग्यौं भने यो संयोग आजका विद्यार्थीहरूले केही गर्न सक्छन्। तर हामी गर्न सक्दैनौँ भन्ने नै फेरि 2/3 सरकारलाई अहिलेका जेनजी विद्यार्थीले झोला बोकेर गएर सिंहदरबारभित्र आगो लगाउन सक्ने सरकार मजबुत बनेर बसेको 2/3 सरकारलाई ढाल्ने यही विद्यार्थी हो। तपाईहरु देख्ने गर्नु भएको छ, सबैले हेर्नु भएको छ, काठमाडौँको सिंहदरबारमा झोला बोकेका केटाहरूले गोली खाएर मरेका छन्, शहीद बनेका छन्। यी विद्यार्थी शक्ति तागत यस्तो खालको हुन्छ भोलि सायद यी जेनजीका यी विद्यार्थीहरू, अहिलेका युवाहरू, अहिलेका केटाकेटीहरू, अहिले पढ्ने विद्यार्थीहरू भोलि भविष्यमा गएर उहाँहरू चाहिँ त्यो नेतृत्व गर्ने, भोलि हामी बस्ने ठाउँमा उहाँहरू बसेर काम गर्नेछ। र जुन विद्यालयले चाहिँ यो वार्षिक उत्सवको आयोजना गर्यो र विद्यार्थीको पहिचान गर्ने र उसको उद्देश्य खोज्ने काम गर्यो, यसको लागि म यो चन्द्रप्रभा माध्यमिक विद्यालयलाई सुनिल स्मृति गाउँपालिकाको तर्फबाट हृदयदेखि धन्यवाद दिँदै र यो विद्यालयले चाहिँ यस्तै वर्षै पछि आफूले गरेका गतिविधिहरू, आफूमा भएका आर्थिक कारोबारहरू जुन खालको चाहिँ आज सुनाउने गर्नुभयो, यसको लागि चाहिँ निरन्तर अगाडि बढाउने उनले अनुरोध गर्दै र यो यहाँका नागरिक समाज अभियानकर्ताहरू जो छ बाहिर विदेशबाट चाहिँ सहयोग गर्ने स्कुललाई बनाउनका निम्ति सहयोग यस्तो छ। अब धेरै अब भन्नुभन्दा पनि यो एउटा प्रेस गर्यो, अब यसलाई निरन्तरता दिँदै गर्दा यो चन्द्रप्रभा माध्यमिक विद्यालयले जुन यो वार्षिक उत्सव गर्यो, यसको लागि सबै विद्यार्थीहरूको क्षमता हैसियत सबै सट्टा लगाएर चाहिँ अगाडि बढोस् र सर म्याडमहरूले जुन खालको मेहनत गर्नुभएको छ र अबका दिनहरूमा तपाईँहरूले जुन खालको अहिले चाहिँ अगाडि तपाईँहरूले लिएको चाहिँ कक्षागत परीक्षाहरूमा चाहिँ जुन नतिजा प्राप्त गर्नुभएको छ, तपाईँहरू जुन आँकडा राख्नु भएको छ 80% हामी चाहिँ विद्यार्थीलाई पास गर्न सक्छौँ, 80% लिन सक्छौँ भन्ने कुरा खाली गर्नुभएको छ। हिजो हामी एउटा 12% थियो, अहिले एउटा 59% पुगेको छ र मैले त्यहीले सरहरूलाई सबैलाई चाहिँ धन्यवाद दिइरहेको छु। सबै विद्यालय गएर हिजो विद्यालयमा एसीको परीक्षा कक्षा 8का परीक्षा र नील बन्थ्यो, स्कुलले पास गर्न सक्दैनथ्यो, तर अहिले तपाईँहरू 45-46% लिइ गरेर चाहिँ पास गर्नुभएको छ। त्यसले डिस्टेन्ससम्म हानेका छन् भनेपछि त्यस कारणले गर्दा म यो सबै विद्यालय परिवारलाई र यहाँका नागरिक समाज, बौद्धिक तबका सबैलाई चाहिँ हार्दिक धन्यवाद दिँदै र यो वार्षिक उत्सव भव्य र सभ्य तरिकाले सबल रहोस् भन्ने शुभकामना दिँदै मेरो छोटो इभेन्ट गर्छु। हस्, नमस्कार।